असोज 15 गतेको राशिफल लिएर उपस्थित भएको छु। नमस्कार, म ज्योतिषी छवि भण्डारी। आज आश्विन शुक्ल नवमी तिथि बुधबार। सुरु गरौँ आजको राशिफल मेष राशिबाट। मेष राशि हुनेहरूको लागि आज धार्मिक यात्राको योग बनेको छ। हजुरहरूलाई आज धर्मकर्ममा मन जाने देखिएको छ। हजुरहरूको आज अध्ययनमा पनि चासो बढ्नेछ। त्यसै गरेर दिनको अन्त्य सँगसँगै हजुरहरूको काम धन्दामा व्यस्तता बढ्ने र जिम्मेवारी बढ्ने दिन देखिएको छ। आज हजुरहरूमाथि धेरै तनाव आए तापनि फलदायी हुने देखिएको छ। वृष राशि हुनेहरूको लागि आज मानसिक दबाव बढ्न सक्छ। आकस्मिक खर्च बढ्ने देखिएको छ। हजुरहरू आज विवादमा पनि पर्ने सम्भावना देखिएको छ। धैर्य राख्नु राम्रो हुनेछ। त्यसै गरेर दिनको अन्त्य सँगसँगै वैदेशिक कार्यमा प्रगति हुने देखिएको छ। हजुरहरूको आज दिनको अन्त्य सँगसँगै भाग्यबल बढ्ने पनि देखिएको छ। आज हजुरहरूलाई नयाँ अवसर पनि आउन सक्ने देखिएको छ। त्यसै गरेर मिथुन राशि हुनेहरूको लागि आज सम्बन्ध र साझेदारीमा सुधार आउने देखिएको छ। वैवाहिक जीवनमा न्यानोपन बढ्नेछ। हजुरहरूको दिनको अन्त्य सँगसँगै लाभ हुने देखिएको छ र लगानीबाट फाइदा हुने पनि देखिएको छ। त्यसै गरेर आज हजुरहरूलाई आत्मबल पनि बढ्नेछ। कर्कट राशि हुनेहरूको लागि आज स्वास्थ्यप्रति ध्यान दिनुपर्ने दिन देखिएको छ। हजुरहरूमाथि प्रतिस्पर्धा बढ्ने पनि देखिएको छ। हजुरहरूको दाम्पत्य जीवन वा साझेदारीमा दिनको अन्त्य सँगसँगै हजुरहरूको दाम्पत्य जीवनमा मधुरता आउनेछ र त्यसै गरेर साझेदारीमा राम्रो देखिएको छ। हजुरहरूले आज साथीभाइहरूबाट सहयोग पनि पाउनुहुनेछ। त्यसै गरेर सिंह राशि हुनेहरूको लागि आज पढाइ लेखाइमा मन जाने देखिएको छ। सन्तान क्षेत्रमा राम्रो देखिएको छ। त्यसै गरेर प्रेमी प्रेमिकाका लागि आजको दिन राम्रो देखिएको छ। हजुरहरूको आज रमाइलो जमघटमा मन जाने सम्भावना देखिन्छ। हजुरहरूको दिनको अन्त्य सँगसँगै स्वास्थ्यप्रति ध्यान दिनुपर्ने देखिएको छ। हजुरहरूको काममा प्रतिस्पर्धा बढ्ने पनि देखिएको छ। कन्या राशि हुनेहरूको लागि परिवारसँग सुखद समय देखिएको छ। हजुरहरूको घर जग्गा वा आमाबाट लाभ प्राप्त हुने पनि देखिएको छ। त्यसै गरेर सन्तान वा प्रेम जीवनमा खुसी बढ्ने देखिएको छ। पढाइ लेखाइमा राम्रो उपलब्धि हुने पनि देखिएको छ। तुला राशि हुनेहरूको लागि आज आत्मविश्वास बढ्ने दिन देखिएको छ। सञ्चार वा यात्रामा केही शुभ समाचार आउने पनि देखिएको छ। हजुरहरूको भाइ बहिनीबाट सहयोग प्राप्त हुने पनि देखिएको छ। दिनको अन्त्य सँगसँगै घर परिवारमा सुख शान्ति बढ्ने देखिएको छ। आमाको स्वास्थ्यमा सुधार आउने, त्यसै गरेर आर्थिक लाभको योग पनि बनेको छ। वृश्चिक राशि हुनेहरूको लागि आज आर्थिक पक्षमा राम्रो देखिएको छ। परिवारसँग रमाइलो पल बित्ने देखिएको छ। हजुरहरूको आज आत्मबल पनि बढ्नेछ। त्यसै गरेर दिनको अन्त्य सँगसँगै हजुरहरूको छोटो यात्राको योग बनेको छ। नयाँ कुरा सिक्ने मौका पाउनुहुनेछ। त्यसै गरेर आत्मविश्वास पनि बढ्नेछ। धनु राशि हुनेहरूको लागि आजको दिन आत्मबल बढ्ने दिन देखिएको छ। नयाँ काम सुरु गर्नको लागि आजको दिन अनुकूल रहनेछ। त्यसै गरेर निर्णय क्षमतामा सुधार आउने पनि देखिएको छ। दिनको अन्त्य सँगसँगै आर्थिक लाभ हुने, हजुरहरूलाई परिवारको समर्थन बढ्ने र हजुरहरूलाई धन सङ्कलन हुने पनि देखिएको छ। मकर राशि हुनेहरूको लागि आज खर्च बढ्ने दिन देखिएको छ। मानसिक तनाव बढ्न सक्छ। हजुरहरूले आज आध्यात्ममा मन राख्नु हजुरहरूको लागि लाभदायी हुनेछ। त्यसै गरेर हजुरहरूको दिनको अन्त्य सँगसँगै आत्मबल बढ्नेछ, निर्णयमा स्थिरता आउनेछ र कार्यक्षेत्रमा सफलता मिल्ने देखिएको छ। त्यसै गरेर कुम्भ राशि हुनेहरूको लागि आज साथीभाइहरूबाट सहयोग प्राप्त हुने दिन देखिएको छ। हजुरहरूको आज इच्छा परिपूर्ति हुनेछ। नयाँ अवसर पनि आउने देखिएको छ। दिनको अन्त्य सँगसँगै हजुरहरूको खर्च बढ्नेछ। ध्यान र साधनामा हजुरहरूले समय दिनु फाइदाजनक देखिएको छ। त्यसै गरेर मीन राशि हुनेहरूको लागि आज कार्यक्षेत्र वा समाजमा मान सम्मान बढ्ने देखिएको छ। हजुरहरूलाई वरिष्ठ व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। हजुरहरूको साथीभाइ वा सामाजिक क्षेत्रमा लाभ प्राप्त हुने देखिएको छ। हजुरहरूलाई आज दिनको अन्त्य सँगसँगै नयाँ काम सुरु गर्नको लागि शुभ समय रहनेछ। आत्मबल र धैर्य नै आजको मूल मन्त्र हो। परिवारसँग राम्रो समय व्यापन गर्नुहोला। हजुरहरूको दिन कस्तो बितिरहेको छ कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।